बिहान छिटो उठेर सप आए अनि पसलको सबै काम सकाए। आजको दिन कस्तो हुन्छ हेरौँ है त। बिहान सप आउने बित्तिकै सबै काम सकाएर मैले कस्टमरको लागि राम्रो इन्भाइरोमेन्ट रेडी बनाए। काम सानो होस् या ठुलो पर्फेक्सन चाहिन्छ। नमस्ते सबैजनालाई, मेरो नाम हो अञ्जय र स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लग। डे 29 अफ 365 1 लाख सब्स्क्राइबर च्यालेन्जको। सबै काम सकाएर बसेकै थिए कि दाइको कल आयो र भन्नुभयो कुरियरमा हाम्रो सामान आएको छ, जाऊ लिनको लागि। बाहिर हेर्छु त एकदम चर्को घाम लागिरहेको छ। मलाई जानु थियो महेन्द्र चोक। त्यहाँ पुग्नु भन्दा अगाडि म आफ्नो साथीलाई भेट्दै गए। त्यसपछि म आइपुगे महेन्द्र चोक। र अर्को कुरा, मेरो युट्युबमा 160 सब्स्क्राइबर पुगिसक्यो। सो सबैजनालाई धेरै धेरै धन्यवाद। नेशनल कुरियर अफिस पुगेर मैले सामान रिसिभ गरे। यो बक्स भित्र तपाईको महँगो फोन जोगाउने सामान छ र यो सामानको लागि धेरै कस्टमरहरू वेट गर्नु भएको। बल्ल यो सामान फेरि रिस्टक भइसक्यो। फर्केर हामी आइसक्यौं पसल र फटाफट गर्न थाले मैले अनबक्सिङ। तपाईहरुलाई के लाग्छ यो भित्र के होला? यो भित्र छ बब्बाल क्वालिटीको मेमोरी। यो चाहिँ फोनको ब्याक स्क्रिन जस्तै लगाउन मिल्छ, साथै फोनलाई स्क्रैचेसहरुबाट पनि बचाउँछ। तपाईहरुको फोनको टेम्पर ग्लास पाउनु भएको छैन भने यो मेम्ब्रेन फोनको फ्रन्ट स्क्रिनमा पनि लाउन मिल्छ। फोनमा यो लाउनका लागि मेरो भिडियो हेरेर आउनुहुन्छ भने तपाईहरुको लागि स्पेशल डिस्काउन्ट छ। बेलुका हुने बित्तिकै हामी आइम चटपटे खान जलजला मोडतिर। यो पिरो पिरो चटपटे खाएर अब हामी लाग्यौं पसलतिर।